गाइज, वेलकम टु न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ आज हाम्रो घरको छतको माथि आएको छु गाइज ब्लग बनाउन। देख्न सक्नुहुन्छ गाइज, यस्तो बब्बाल भ्यू आइरहेछ। हेर न गाइज, कम बब्बाल भ्यू आइरहेछ क्या हाम्रो घरको छतबाट। यति बब्बाल भ्यू देखिरहेछ गाइज, यस्तो बब्बाल भ्यू आइरहेछ गाइज, देख्न सक्नुहुन्छ। अनि म चाहिँ यही छतमा बसेर गाइज टाइम पास गरिरहेको छु अनि अलिअलि भ्लग पनि बनाउँदैछु। अनि गाइज, यो चाहिँ मेरो साइकलको हालत चाहिँ यस्तो खराब भएछ गाइज। ह्यान्डल माचेर सब बिग्रिएको छ गाइज, यसलाई मर्मत गर्नुपर्ने छ। अनि यो चाहिँ अगाडिको भ्यू गाइज, यति दामी देखिरहेको भ्यू चाहिँ। यो चाहिँ चिमारा डर पनि यस्तो देखिरहेको गाइज, बब्बाल आइरहेको छ गाइज हाम्रो घरको छतबाट भ्यू चाहिँ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ गाइज, भ्यू चाहिँ यस्तो बब्बाल आइरहेछ गाइज। बसिरहेको छु गाइज, आजभोलि चाहिँ अलिक काम भएर भ्लग चाहिँ बनाउनु पाइरहेको छैन गाइज। यति गर्नु होला। मेरो आज गाइज चाहिँ टेडी डे रहेछ। टेडी डे आज बोयफ्रेन्ड गर्लफ्रेन्डले चाहिँ टेडी दिँदैछ, तर आफ्नो चाहिँ बोयफ्रेन्ड छैन, गर्लफ्रेन्ड छैन गाइज। कसले दिन्थ्यो टेडी कोही दिँदैन गाइज। बोयफ्रेन्ड गर्लफ्रेन्ड भएको भए मेरो बेबी भनेर टेडी दिन्थ्यो, तर गर्लफ्रेन्ड पनि छैन। तर गर्लफ्रेन्ड चाहिँ बनाउनु नै हुँदैन गाइज। अहिले चाहिँ मिहिनेत गर्ने हो, सङ्घर्ष गर्ने हो गाइज। अब चाहिँ पहिला मिहिनेत गर्ने हो अनि गर्लफ्रेन्ड पनि यस्तै भाड्ने जाओस् कि दुनियाँको मतलब हुँदैन गाइज। अहिले चाहिँ अगाडि बढ्दै गर्ने हो। गर्लफ्रेन्ड भनेको यस्तै गाइज, गर्लफ्रेन्ड बनाउनु हुँदैन अहिलेको उमेरमा। अनि अहिले चाहिँ धेरै अरू केटाहरू केटीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड भनेर धेरै ब्रेकअप के हुने घटनाहरू घट्ने भइरहेछ गाइज। चाहिँ बिन्दास सिङ्गल लाइफ इज बेस्ट हो गाइज। लभ छ गर्नु हुँदैन र आफूले चाहिँ मिहिनेत गर्दै गर्नुपर्छ गाइज। मिहिनेत गर्नु चाहिँ छोड्नु हुँदैन। जो दुनियाँले जेसो गरे पनि मिहिनेत गर्नु छोड्नु हुँदैन गाइज। म चाहिँ भ्लग बनाउँदैछु। मेरो भ्लग चाहिँ धेरै केटाहरूले मलाई जिस्केर आउँथ्यो, त्यसको नलाई जिस्काउनु दिनुपर्छ गाइज। आफूले चाहिँ भ्लग बनाउन छोड्नु हुँदैन। म चाहिँ कन्टिन्यू चलिरहेको छु, मेरो भ्लग चाहिँ चलिरहेको गाइज। भ्युज पनि आउँदैन, भ्युज नआए पनि बनाउन चाहिँ छोड्दैन गाइज। यस्तो भ्यू छ गाइज, अगाडिको चाहिँ बब्बाल छ। यो टिडी चाहिँ कसले दियो भनेर गाइज, यो चाहिँ मेरो बहिनीको टिडी हो, मेरो बहिनीको गुडिया हो गाइज। यो चाहिँ मेरो बहिनीको टिडी देख्न सक्नुहुन्छ गाइज। यो चाहिँ मेरो बहिनीको गुडिया हो। बहिनीलाई गिफ्ट दियो यो गिफ्ट। अनि चाहिँ बहिनीको टिडी हो गाइज। आज चाहिँ टिडी गरे। यो चाहिँ बहिनीको टिडी हो। आफ्नो त टिडी दिने पनि कोही छैन। अब भइगयो भए मेरो बेबी भनेर टेडी दिन्थेँ गाइज, के गर्नु छैन। ठिक छ। अनि गाइज, यस्तै भन्दै आजलाई यति, अर्को भ्लगमा भेट्नेछौँ गाइज।